आहा हाम्रो श्रद्धेय अध्यक्ष हर्क साम्पाङ रेभोल्युसनज्यूले कति राम्रो कुरा गर्नुभएको। हामीले चुनाव अगाडि प्रत्येक पास्तर जनताहरूलाई पनि यही सन्देश दिएर आएका थियौँ कि हाम्रो पार्टीमा कुनै गुटबन्दी हुनेवाला छैन, हाम्रो पार्टीको कुनै पनि तहमा गुटबन्दी चल्नेवाला छैन। अब चुनाव पछाडि हाम्रो पार्टीमा धेरै फिल्टर हुनेवाला छ भनेर हामीले पास्तर प्रत्येक जनताहरू समक्ष यही जानकारी दिँदै आएका थियौँ। तर आज हाम्रो सम्माननीय श्रद्धेय अध्यक्ष हर्क साम्पाङज्यूले पनि यो कुरा स्पष्टका साथ भनिदिनु भयो। त्यो कुरा के हो त सुनौँ है त। व्यापक रूपमा छानिन्छ अब है। कति चामल आएको रहेछ, कति घुस आएको रहेछ भन्ने कुराहरू सङ्गठनमा त्यो पनि तपाईँको हामी निफान्छ। हाम्रो श्रम संस्कृतिमा गुट हुँदैन। जसले गुट गर्छ उसले साधारण सदस्य नरहने गरी म निकालेर फालिया छु। यो कुरा विचार है। गुट हुँदैन यहाँ, कुनै पनि समितिमा गुट हुँदैन। केन्द्रमा पनि हुँदैन, नगरमा पनि हुँदैन, जिल्लामा पनि हुँदैन, प्रदेशमा पनि हुँदैन होइन। जिल्लाभित्र माथि क्षेत्रहरू गरिरहेछौँ। अब जस्तै क्षेत्र नम्बर 1, 2, 3 यस्ता क्षेत्र सदस्य समितिहरू हुन्छ। टोल वडामा त त्यत्रो गुट नहोला। कुनै पनि समितिमा यदि गुट गरेको कसैले पाइयो त्यस्तो मान्छे मलाई चाहिँदैन। राम्रा मान्छे थुप्रै छन्। सङ्गठन र शरीर एउटै हो। शरीर तपाईँ बन्द कोठा एयर कन्डिसन भएको कोठाभित्र बसिरहनु र पनि मैला आउँछ, टाउको चिलाउनु थाल्छ। कहीँ गएको छैन, घरमा बसेको, एकदम घरमै बसेको तर टाउको चिलाउनु थाल्छ। सङ्गठनमा पनि त्यस्तै हुन्छ, शरीरमा पनि फोहोर त्यतिकै आउँछ। तपाईँ बन्द कोठामा बसिरहनु 3 दिन जति बस्नु, त्यही कोठाभित्र बस्दा पनि तपाईँको शरीर गनाउनु थाल्छ। मैला हाम्रो शरीरभित्रै छ भने सङ्गठनलाई बिगार्ने तत्त्व पनि सङ्गठनभित्रै हुन्छ। कुरा बुझ्नुभयो? त्यस्ता बिगार्ने तत्त्वहरूलाई फिल्टर गर्दै बढ्छ श्रम संस्कृति। अनुशासनमा अत्यन्तै धेरै कडा नियमहरू पालना गर्छौँ। अब के बोल्ने, कसले बोल्ने, कति बोल्ने, बोल्ने कि नबोल्ने है, यी कुराहरू बारेमा प्रशिक्षणहरू हुन्छ। अहिले त हामीले 3 महिनामा हतार चुनाव पनि लड्नु थियो। कसरी चुनाव लडेको थाहा छ? 5 मिनटमा भात पकाएर खाएर स्कुल जा भन्ने आदेश आयो। अब 5 मिनटमा पाक्दैन, चामल गोजीमा भरेर टोक्दै स्कुल पुगेको। अहिले हामी यहाँ जे पाइले आएको छौँ है। सङ्गठन बुझेको पनि आएको छौँ, नबुझेको पनि आएको छौँ, स्वार्थले पनि आएको छौँ, समर्पणले त्यागको भावनाले पनि आएको छौँ, थुप्रो आएको छौँ। अब बिस्तारै फिल्टर हुँदै जान्छ है। त्यो फिल्टरमा, त्यो छपनीमा छानिएर फालिने घुसमा नपर्नु होला कोही पनि, म भन्न चाहन्छु। व्यापक रूपमा छानिन्छ अब है। कति चामल आएको रहेछ, कति घुस आएको रहेछ भन्ने कुराहरू सङ्गठनमा त्यो पनि तपाईँको हामी निफान्छ। सुन्नुभयो? अब डिसिजन तपाईँको। घुसमा पर्ने हो कि या त चामल भएर रहिरहने हो? हामी त अलरेडी भनिसकेका छौँ, हामीसँग कुनै पनि स्वार्थ छैन, हामी त चामल भएर रहने हो भनेर। डिसिजन तपाईँको हो। आउनुहोस् आदरणीय दाजुभाइ तथा दिदीबहिनीज्यूहरू, अब हामी एक भएर श्रम संस्कृति पार्टीमा अगाडि बढ्नुपर्छ है त, जसको निम्ति श्रम संस्कृतिको महाअभियान लिएर हामी फेरि एकपटक जिल्लाव्यापी रूपमा आउँदैछौँ। तपाईँहरू तयारी रहेर बसिदिनु होला है त। जय माटो, जय देश, जय हर्कबात।